नमस्कार सम्पूर्णलाई। के तपाईको बिजनेस घाटामा छ? के तपाईको बिजनेसलाई तपाईले कसरी अगाडि बढाउने, यसलाई कसरी ग्रोथ गर्ने तपाईहरुले त्यो कुरा सोच्नु हुँदैछ? हैन तपाईको बिजनेसलाई कसरी वृद्धि गराउन सकिन्छ त है? यो घाटालाई कसरी नाफामा लान सकिन्छ, कसरी प्रॉफिटमा लान सकिन्छ त? आज हामी यो विषयमा कुरा गर्न जाँदैछौँ। त्यसकारणले यो भिडियोलाई चाहिँ तपाईहरुले पुरा हेर्नुपर्ने हुन्छ है। सुन्नुस्, जस्तै कि हामी अहिले उदाहरणको लागि हामी कुरा गर्छौं पार्लेजी र ओरियो बिस्कुट। पार्लेजी बिस्कुट र ओरियो बिस्कुटमा खासै फरक के छ र? दुईटै बिस्कुट हो, सबै ग्राहकहरुले खान्छन्, सबै कस्टमरले खान्छन् हैन, सबैको रोजाइमा छ। पार्लेजी पनि मन पराउँछन्, ओरियो पनि मन पराउँछ। तर पार्लेजी बिस्कुट भन्दा महँगो ओरियो किन छ त? किन मान्छेहरुले त्यो महँगो भए पनि त्यो बिस्कुटलाई किन्छन् भन्दाखेरि त्यो बिस्कुटमा एउटा स्वाद पनि छ, एउटा त्यो बिस्कुट एउटा ब्रान्ड पनि हो हैन। त्यो कारणले गर्दाखेरि ग्राहकहरुले पनि रुचाएको छन्। स्वादले गर्दा त्यो ब्रान्डको एउटा भ्यालु भन्ने चीज हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ सबैले चाहिँ पार्लेजी बिस्कुट साटोमा ओरियो बिस्कुट पनि, पार्लेजी बिस्कुटको सट्टामा ओरियो बिस्कुट पनि तपाईहरु पसलमा तपाईहरु रिटेलमा तपाईहरुसँग किन आउनुहुन्छ होला, हो कि हैन है? त्यसकारणले तपाईहरुले के बुझ्नु पर्यो भन्दाखेरि यहाँनिर आउँछ भ्यालुको कुरा, यहाँनिर आउँछ ब्रान्डको कुरा है। प्रोडक्ट कुन सामान चाहिँ गुणस्तर छ छैन, कुन सामानले फाइदा गर्छ गर्दैन, सामानमा कति क्वालिटी छ, कुन प्रोडक्ट बेच्दाखेरि मैले कतिको असर पार्छु, मैले कतिको ग्राहकलाई मैले तान्न सक्छु भन्ने कुरा चाहिँ तपाईहरुले बुझ्नु पर्छ। त्यहाँबाट बल्ल तपाईहरु घाटादेखि नाफामा पुग्नुहुन्छ है। तपाईहरुले महत्त्वपूर्ण कुरा तपाईहरुले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि ग्राहकलाई जहिले पनि हाई क्वालिटी प्रोडक्ट, जस्तै कि तपाईलाई पार्लेजी बिस्कुट नआउँदाखेरि तपाईले ओरियो देखाउनुहुन्छ भने नि त्यो एकदम राम्रो कुरा हो। तपाईले सधैँ पनि ग्राहकलाई प्रोडक्ट देखाउनु हुँदाखेरि हाई क्वालिटीको प्रोडक्ट देखाउनु पर्ने हुन्छ। सधैँ पनि उच्च माग भएको र गुणस्तरीय प्रोडक्टहरु देखाउनुस् पहिला, बल्ल अरु प्रोडक्टहरुलाई देखाउनुस् है। किनभने तपाईहरुले गर्नु भएपछि उहाँले किन्ने बेलामा त्यो सामानहरु देख्नुहुन्छ। त्यो सामानहरु देखेपछि एउटा ग्राहकलाई एउटा राम्रो एउटा असर पनि पर्छ, त्यसमा एउटा आकर्षण पनि हुन्छ, एउटा एट्र्याक्सन पनि छ के त्यसमै। त्यसकारणले गर्दाखेरि त्यसैले तपाईले राम्रो सामानहरु मात्रै देखाउनुस्, हाई क्वालिटी सामानहरु देखाउनुस्। त्यसले चाहिँ ग्राहकलाई, किन्ने मान्छेलाई एकदमै असर पर्छ है। ओरियो र पार्लेजीको एउटा एक्जाम्पल दिएको जस्तै तपाईले पनि एउटा प्रोडक्टमा कुन राम्रो छ, कुन गुणस्तरीय छ, त्यसलाई विश्लेषण गरेर तपाईहरुले हेरेर गर्नुस्। भनेको व्यापार भनेको बेच्नको लागि मान्छेले संसारमा जे पनि बेच्छन्, तर सबैले क्वालिटी बेच्दैनन्, सबैले राम्रो बेच्दैनन्। त्यसकारणले गर्दाखेरि राम्रो बेच्नको लागि तपाईहरुले त्यो कुराहरु एकदम विश्लेषण र एकदम हेर्नुपर्ने हुन्छ। यदि तपाईहरुलाई त्यस्तो हाई डिमान्डेड क्वालिटीको प्रोडक्टहरु चाहिएमा खालको प्रोडक्टहरुको आवश्यकता छ भने तपाईहरुले केबिएम जेनरल सप्लायर्सलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले त्यो खालको प्रोडक्टहरुलाई, खालको हाई डिमान्डेड हाई क्वालिटी भएको, बजारमा उच्च माग, राम्रो सामान भएको त्यो खालको प्रोडक्टहरु हामीले तपाईहरुलाई सप्लाई गर्छौं। एउटा राम्रो सोच, राम्रो ब्रान्ड र राम्रो एउटा बजारमा थाप राखेको प्रोडक्टहरु हामीले तपाईहरुलाई वितरण गर्ने गरेको छौं। त्यसैले चाहिँ कारणले गर्दाखेरि तपाईहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, केबिएम जेनरल सप्लायर्सलाई है। त्यसरी नै तपाईको बिजनेसहरुलाई तपाईले कसरी ग्रोथ गर्न चाहनुहुन्छ भनेर तपाईहरु चाहिँ के नयाँ कुराहरु सिक्न चाहनुहुन्छ भने तपाईहरुले अहिले नै फलो गर्नु होला। भने मैले अब आउने यो 30 दिनमा चाहिँ तपाईहरुको लागि एकदमै तपाईहरुको बिजनेसको लागि, तपाईहरुको व्यवसाय, तपाईहरुको पसल, तपाईहरुको रिटेल हरेकको लागि चाहिँ मैले नयाँ मोडल लिएर आएको छु। मोडल अन्तर्गत बसेर चाहिँ तपाईहरुले चाहिँ बेच्दा ठिक कस्तो खालको कस्टमरहरुसँग कसरी चाहिँ कुन प्रोडक्टहरु हामीले पेश गर्ने, उनीहरुलाई कस्तो सामानहरु प्रोभाइड गर्ने देखि लिएर हरेक कुराहरु हामीले यो मोडलमा चाहिँ मैले इन्क्लुड गरिदिने वालामा छु। त्यसकारणले गर्दाखेरि अहिले नै फलो गर्नु होला। बजारमा कुनै पनि इन्डियन प्रोडक्ट भन्दा राम्रो चाहिँ हाम्रो माइती डिशवाश लिक्विड, यो अहिले मैले आफैले गरिरहेको, पहिला आफैले सप्लाई गरिरहेको प्रोडक्ट हो। यो प्रोडक्टलाई इन्डियन बारहरु, सोप बारहरु भन्दा एकदमै राम्रो भएको माइती डिशवाश लिक्विड। तपाईले यो प्रोडक्टलाई चाहिँ प्रयोग गर्न नबिर्सिनु होला। दिएको डिस्क्रिप्सनमा भनेको एउटा ब्रान्ड हो, नेपाली उत्पादन हो। त्यो पनि इन्डियन प्रोडक्टहरु तपाईले घरमा युज गर्नु भएको 10 रुपैयाँको त्यो सोप बारहरु जस्तो हुँदैन। यो भनेको एकदम एउटा क्वालिटी प्रोडक्ट हो, आफ्नो देशको एउटा नेपाली ब्रान्ड हो। सबैको घरमा, सबैको मनमा हाम्रो माइती डिशवाश लिक्विड हुनेछ। त्यसकारणले गर्दाखेरि तपाईहरुले अहिले फलो गर्नुहोस् र यस्तो टिप्सहरुको लागि चाहिँ बिजनेस ट्रेन्डको लागि, बिजनेसलाई बुझ्नको लागि तपाईहरुले अहिले नै मलाई सम्पर्क गर्न सक्नुहुन्छ, केबिएम जेनरल सप्लायर्स र मार्केट प्लेस नेटवर्क्सलाई। त धन्यवाद। आजको लागि हामी यति नै गर्छौं। अर्को भिडियो तपाईहरुले फेरि पनि हेर्न सक्नुहुनेछ। अरु म टिप्सहरु ल्याउँदै गर्छु। त्यसकारणले गर्दा फलो गर्न चाहिँ नबिर्सिनु। त्यसै कारणले तपाईहरुले तुरुन्तै लाइक, शेयर, फलो चाहिँ गर्नुपर्ने हुन्छ है त।